साथीहरू, हाम्रो देश नेपाल चाहिँ परिवर्तन हुन नसक्नुको मुख्य कारण के होला है? मेरो विचारमा चाहिँ त्यसमा चाहिँ हाम्रै गल्ती छ जस्तो लाग्छ मलाई चाहिँ। किनकि मैले अहिलेसम्म थाहा पाएदेखिबाट नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रको चाहिँ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, यिनीहरू नै प्रधानमन्त्री भएको मात्रै देखेछु मैले अहिलेसम्म है। किनकि जबसम्म चाहिँ मान्छेले चाहिँ नेतृत्व हस्तान्तरण गर्न सकिँदैन तबसम्म मुलुकले चाहिँ कुल्टे फेर्दैन भन्ने कुरा चाहिँ सबैलाई थाहा भएको कुरा हो। र पनि हामीले उनै पुराना राजनीतिक दलका टाउकेहरूलाई जिताएर सत्तामा पुर्याउने काम गर्छन्। त्यो कारणले गर्दाखेरि अहिले देशमा त्यो विध्वंस मचियो। त्यत्रा जेन्जी साथीहरूले अकालमा ज्यान गुमाउनु पर्यो। यदि यिनै पुराना राजनीतिक दलका मान्छे त्यहाँ हुन्थेनन् भने सायद त्यो घटना हुन्थेन होला। र अब चाहिँ फागुनमा निर्वाचन आउने भनेको छ। त्यो निर्वाचनमा चाहिँ फेरि पनि यिनै सल्बलाइरहेका छन् अनि टाउकेहरू। त्यही भएको भएर नेतृत्व हस्तान्तरण गर्नलाई चाहिँ राम्रो मान्छेहरूको चाहिँ खासो चाहिन्छ है साथीहरू। विचार गरेर चाहिँ भोट हाल्नु होला। तपाईँ पनि परिवर्तन हुनु, म पनि परिवर्तन हुन्छु र अब आउने पिँढीहरू पनि परिवर्तन हुन जरुरी छ है त।